बैजनाथ 3 कोहलपुर बाँकेका जेम्स नमोला सुज्यूको दुईवटा गजलहरूको साथमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। मेरो सङ्गीत युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनुहोला र लामो समयको अन्तरालपछि पुनः पनि मैले जेम्स नमोला सुज्यूको दुईवटा गजलहरूलाई लिएर उपस्थित भइसकेको छु। उहाँको थुप्रै रचनाहरूलाई हामीले मेरो सङ्गीत युट्युब च्यानलमा राखिसकेका छौँ। तपाईहरूले गएर सुन्न सक्नुहुन्छ र अब भने लागौँ जेम्स नमोला सुज्यूको गजलहरूतर्फ। सिकाउनुहोस् न कसैले मान्छे कसरी अमीरमा पुग्छ, सिकाउनुहोस् न कसैले मान्छे कसरी अमीरमा पुग्छ। मलाई त जति गर्दा पनि जीवन सधैँ पीरमा पुग्छ, मलाई त जति गर्दा पनि जीवन सधैँ पीरमा पुग्छ। मेहनत गरेसी फल पाइन्छ भन्ने भ्रम बेच्छ दुनियाँ, मेहनत गरेसी फल पाइन्छ भन्ने भ्रम बेच्छ दुनियाँ। एक खुट्किलो उट्किन्छु पाइला फेरि भिरमा पुग्छ, एक खुट्किलो उट्किन्छु पाइला फेरि भिरमा पुग्छ। हत्केलाका रेखाहरूले आफैलाई गिज्याइरहन्छ, हत्केलाका रेखाहरूले आफैलाई गिज्याइरहन्छन्। थाहा छैन जीवन गन्तव्यमा पुग्छ या जन्जिरमा पुग्छ, थाहा छैन जीवन गन्तव्यमा पुग्छ या जन्जिरमा पुग्छ। कहाँ जाओस् यो यात्री जसलाई बाटोले छलिरहन्छ, कहाँ जाओस् यो यात्री जसलाई बाटोले छलिरहन्छ। निसासिन्छ हार मान्छ टाउको बजार्न मन्दिरमा पुग्छ, निसासिन्छ हार मान्छ टाउको बजार्न मन्दिरमा पुग्छ। कसम पीडाकै सृष्टि रचेछौ भगवान अचम्म लाग्छ, कसम पीडाकै सृष्टि रचेछौ भगवान अचम्म लाग्छ। जोखेरै बाँड्दा हिस्सा हरेक गरिबको तकदिरमा पुग्छ, जोखेरै बाँड्दा हिस्सा हरेक गरिबको तकदिरमा पुग्छ। सिकाउनुहोस् न कसैले मान्छे कसरी अमीरमा पुग्छ, मलाई त जति गर्दा पनि जीवन सधैँ पीरमा पुग्छ, मलाई त जति गर्दा पनि जीवन सधैँ पीरमा पुग्छ। अर्को गजल। जिन्दगीले मलाई यस्तो गतिमा अल्झाएको छ, जिन्दगीले मलाई यस्तो गतिमा अल्झाएको छ। दुश्मनले बल्ल खाइस भन्ने दिन आएको छ, दुश्मनले बल्ल खाइस भन्ने दिन आएको छ। मेरो पीडा र व्यवस्थालाई गिज्याउँदै बारम्बार, मेरो पीडा र व्यवस्थालाई गिज्याउँदै बारम्बार। यो पापी समय अझै एकहोरो मुस्कुराएको छ, यो पापी समय अझै एकहोरो मुस्कुराएको छ। हिजो घन्टौँ मसँग हाँस्दै बोल्दै दिन बिताउने हो, हिजो घन्टौँ मसँग हाँस्दै बोल्दै दिन बिताउने हो। चटक्कै बिर्सेर आज नयाँ दुनियाँ बनाएको छ, चटक्कै बिर्सेर आज नयाँ दुनियाँ बनाएको छ। छाडी जानेहरू खै कसरी एकै पलमा टाढिन्छन्, छाडी जानेहरू खै कसरी एकै पलमा टाढिन्छन्। यादमा बाँच्नेलाई त दिनौँ चोटले तडपाएको छ, यादमा बाँच्नेलाई त दिनौँ चोटले तडपाएको छ। सपना आकाशको उचाइ छुने भएर मात्र के गर्नु, सपना आकाशको उचाइ छुने मात्र भएर के गर्नु। भाग्यले रहरलाई सधैँ चिहानसम्म पुर्याएको छ, भाग्यले रहरलाई सधैँ चिहानसम्म पुर्याएको छ। जिन्दगीले मलाई यस्तो गतिमा अल्झाएको छ, यो पापी समय अझै एकहोरो मुस्कुराएको छ, यो पापी समय अझै एकहोरो मुस्कुराएको छ।